कास्की जिल्ला अन्तर्गत पर्ने कास्कीकोटमा एक सुन्दर ताल कश्यप ताल अवस्थित भएको सार्वजनिक भएको छ। स्थानीयहरूका अनुसार यो ताल प्राकृतिक गोदमा लुकेको स्वर्ग समान छ, जहाँ हिमाल र हरियालीको प्रतिबिम्ब पानीमा झल्कन्छ। कश्यप तालको पानी शान्त र सफा छ र यो क्षेत्रमा हिडन प्याराडाइज अफ कास्कीकोट भनेर प्रचार गरिएको छ। स्थानीय बासिन्दा र पर्यटकहरूले तालको सौन्दर्य र शान्त वातावरण हेर्न दिनहुँ आउने गरेका छन्। यस तालको कास्कीकोट आकर्षण झन अझ बढाएको छ र पर्यटकहरूलाई नयाँ गन्तव्य प्रदान गरिएको छ। भविष्यमा यसको देखभाल, संरक्षण र विकासका लागि स्थानीय तह र पर्यटक विभागले योजना ल्याउन सक्ने सम्भावना देखिएको छ। यो तालको ठ्याक्क अगाडिपट्टि वडा कार्यालय 24 पनि निर्माण गरिएको छ र माथि यो तालको ठ्याक्क माथि कास्कीकोट दरबार, जुन कुलमण्डल शाहले शासन गरेको दरबार पनि हामी अवलोकन गर्न सक्छौं।